Hello guys, welcome to my new vlog and new episode. आज चाहिँ हामी सिस्नुलीको ट्रिपमा जान लागेको सबै साथीभाइहरूले चाहिँ जाम भनेर है बिहानै उठेर फ्रेस उडाउदै राम्रोसँग भइरहेको छ त्यतिकै हिँड्न लागेको बाहिर पानी पर्ने सम्भावना धेरै देखिरहेको छ त्यो पनि हामी यात्रा गर्ने तयारीमा छौँ हेरौँ कस्तो हुन्छ फर्स्ट टाइम जान लागेको सबै है बाटो के हो केही थाहा छैन धेरै लङ जाँदैन लङ छ कि हेरौँ के हुन्छ है त लेट्स गो ठुलो चाहिँ कन्ट्रोल रहेछ होइन आज धेरै पछि घुम्ने मौका मिलेको छ सुरु रहेछ पानी पुऱ्याउनु लागेको कहाँ जाने हो के हो थाहा छैन नेपालको नम्बर 8 रत्न पार्क छ पुलो यस्तो राइड पुग्दैछ तर आज त्यस्तो भारत गरेको यार केटाहरू अगाडि रन्किरहेको छ मसँग चाहिँ अस्तिकै कुछ छान्नेवाला हुनुहुन्छ यहाँ ड्राइभर चाहिँ आज फेरि कुछ छान्नेवाला हुनुहुन्छ है माछ छान्नेवाला न्यू प्लेस भन्ने न्यू ठाउँ भन्छ काठमाडौँ यहाँ रामी भयो अरे आज अलिक फुल फुलेर मस्त है अहिले आयो मस्त मिठो फुल फुलेको छ है घुम्ने मस्त हुन्छ जाडो छ यार केटाहरू आइरहेको भनेर रस पारामा धेरै पछि चाहिँ घुम्ने मौका मिलिरहेको छ घुम्ने भनेको मिलेको छ पानी परिरहेको यार स्विमिङ गर्ने पानी परिरहेको स्विमिङ गर्ने के स्विमिङ गर्ने पानी पर्छ रङ्गशाला डक पलाएर टाइम बनाएर जस्तो रङ्गशाला हामी दसमा लाएर जानु पऱ्यो दसमा लानु पऱ्यो फुले भेट लगाउनु तिमी त फुल भनेर लगाऊ बल्ल हिरो देख्नु अहिलेसम्म जिरो देखिरहेको कस्तो फिल भइरहेको आज अस्तिको भन्दा मान्छे हामीले लाग्यो अस्तिको यात्रा आजको यात्रा कस्तो फिल भयो तपाईँलाई धेरै पछि यस्तो माछिने बाटो हेर न यार राम्रोसँग यार ड्राइभर राम्रो हिँड्नु क्या यार आज मौसममा खतम गऱ्यो यस्तो लाङ छ यार स्विमिङ गर्ने यस्तो पानी झरीमा कहाँ स्विमिङ गर्ने त्यो खाइदिनु बिस्तारै हिँड ल मान्छे हेर क्या जग्गा मान्छे हाम्रो जस्तो भइगयो यार सिस्नेरी नपुग्ने मान्छे यही मुझे जेल मुझे लाग्छ छ यार काठमाडौँको भ्याली चाहिँ आज मस्त दामी भयो अब के भन्नु रहेछ राम्रो छ पानी राति पऱ्यो कि नै पानी सानो केटाहरू आइरहेको छ गाडी मस्त लाग्यो हामी 4 जनाको टोली छ आज चाहिँ पहिलादेखि घुमिरहेको हुँदा अब इन्डिया अस्ति गएको पनि घुमाइन्छ है तिमीमा लास्ट टाइम घुमाइथ्यौँ है गाडी सुन्दरी जल गरेर त्यहाँबाट आज नि उहाँले अफर गरेर उहाँहरूले जान्छ भनेर जबरजस्ती मलाई यस्तो चिसोमा पनि कछाड दिँदै मलाई घुमाएर लग्नु लाग्नुभयो केटाहरूले हाम्रो त टोली छन् मस्त आएर मौसम पनि चिल छ यार चिल खालि चिसो छ यार लाग्दै जाडो हुन्छ होला यार हाम्रो सिस्नेरीको फर्स्ट टाइम 4 जनाको फर्स्ट टाइम हो कस्तो हुन्छ बाटो के हो थाहा छैन बाटो नै त जस्तो गइहाल्ने हुन्छ तर स्विमिङ गर्ने भन्छ यार त्यो चिसोमा
सुरु गर्ने होला क्या यार गाह्रो छ भन्छु मैले फेरि पौडी भोलिले आज ट्याक्टर लाएर काम पनि जस्तो हुन्छ मस्त बिहानैमा खानै नखाएर पानी मात्र खाएर पर लिएर हिँडाएको छ है भोक लाग्छ मासु खाने लोकल भाले खाने कुरा भइरह है ट्याक्टर लोकल भाले चाहिँ सबैले खाने अनि मासु भात भइहाल्यो मासु लोकल भाले हुन्छ भात खान्छ केटाहरू पनि यहाँ टाढामा ए ल क्यामेरा लिएर है यो चाहिँ हाम्रो पियु पानी परेर जस्ट ऊ चाहिँ राम्रो भयो बाटो चाहिँ चाहिएको चिसो लाग्यो क्या हल्कामा यो कुरो चाहिँ नत्र त सबै राम्रो छ घुम्ने टाइम दामी भयो तर अलिक चिसो भयो क्या यार सिधै हिँड ल ऊ चाहिँ कस्तो भनेपछि अहिले यो नेचुरल हेर्नु चाहिँ दामी क्या है हेर्नु कस्तो दामी भाइ हान्ने टाइपको छ नि त यार क्या दामी क्या यो अन्त यार पुरै यति घुमेपछि जति बोरिङ भयो भने यतिको भएछ लास्ट दामी क्या दामी क्या गोलीहरू यस्तो हिँडिरहेको यो सब आमा घुम्ने भने यस्तो दामी ठाउँ रहेछ मलाई यो चाहिँ हो क्या अस्ति त थिएन है यो त एकदम सब यो सल्लाह यस्तो पानी परेर चाहिँ धेरै राम्रो यो हुन्छ नि यो ब्युटीमा चाहिँ पुरै ब्युटी सक्यो क्या है पानी परेर चाहिँ यो उसले चाहिँ यहाँको यो जुन छ नि यो इन्भाइरोमेन्ट छ नि यसलाई चाहिँ लास्टै दामी गर्यो क्या जुन म गइरहेको छु है म भनेको हामीले गइरहेको सिलगढीको जाने रोड हो यो पानी परिरहेको उतातिर माथि मौसम यस्तो गरेर डाँडातिर देखिन्छ कुहिरो लागिरहेको अनि कुहिरो छ माथि यस्तो कुहिरो पुरै चिसो छ तर यति दामी क्या यति दामी भयो मौसम चाहिँ बाफ्रे बाफ पानी नपरेर यति भयो भइहाल्यो डाँडा माथि चप्पल लाएर राम्रो देखिरहेकै छुन गएको चस्मा लाग्छु माथि आइपुगिरहेको वाउ यस्तो दामी क्या आई लाइक इट यार पानी परेपछि के हुन्छ भन्ने कुरा मात्र हाम्रो कस्तो नराम्रो देखिसकेँ म चिसोले यार धेरै हान्यो यार चिसोले पानी पर्न लाग्छ डाँडाको नजिक आइसक्यौँ हामी नेपालको नाम परिरहेको छ त्यो पानी यतिको भयो त दामी छ क्या घुम्नुलाई होइन ठुलो पानी पनि चाहिँ झ्याउने छ यतिकोमा चाहिँ मस्त छ बाँच्नै गाह्रो भइसक्यो हल्का सक्यौँ यार हामी स्विमिङ गर्न जान लाग्यो यति स्विमिङ भइसक्यो कस्तो स्विमिङ हुने यस्तो भएर पानी पर्छ यार ठुलो पानी पर्छ यार अनएक्सपेक्ट भयो क्या अनएक्सपेक्ट भयो यार वा दामी रहेछ नि त ठाउँ माछाको माथि चाहिँ वा नेपालको भन्दा छोकरा रहेछ ठाउँ चाहिँ दामी भएको तर त्यो पानी परेर बर्बाद यतिसम्म ठिक छ पानी रोकेपछि मस्त हुन्थ्यो क्या पानी रोकी लाग्छ छैन यार पानी परि भएर हामी गएर अहिले हामी यो 5 स्टार होटलमा बसेर खाइरहेको छ चिकन तन्दुरीहरू ललिपपहरू खाइरहेको छ मस्तले होइन
कस्तो फिल भइरहेको केटाहरू 5 स्टारमा बसेर खाँदाखेरि पानी पर्याएको छ बाहिर 5 स्टारको खाना है मिठो मस्त है तातो चिसो छ नि डरो यार जस्तो भयो नि यात्रा खै के हुन्छ यार यात्रा अब सोच्नुपर्ने भइसक्यो केटा फाइनल्ली पानी रोक्यो होइन हामी के अरे 5 स्टार होटलबाट खाजासारा खाएर अब निस्किने बोल्नु कस्तो चिसो अब निस्किने पुग्ने माथिबाट खान्छ कस्तो राम्रो भिडियोमा चुर खाएको अनि अझ सुहाएन है यो राम्रो भिडियो राम्रो मात्र हुने हामी मन्दिर छ भ्यू चाहिँ टक्क खोलेर आएर चाहिँ अब हामी हाम्रो यात्रा गर्छ टोलीहरू पोस न जाऊ अनि तिमी पोस्ने नपारी त्यही भित्र टक्क यहाँ चाहिँ तल टक्क गाउँले भाइब हेर्न यतातिर मस्त नि रहेछ 5 स्टार होटलमा अब मासु खाएर चिकन ललिपप खाएर केटाहरू बिसिसकेका छन् यो 5 स्टार होटल कहाँ आयो बाँसबारी भन्ने रहेछ यहाँ बाँसबारी आइपुग्यो अब हिँड्नुपर्छ केटा हाम्रो हुँदैन क्या होइन हिँड न जाऊ न भाइ हामीले किन गाडीवालाहरू हुन् कि उबाट इन्ट्रीबाट हुन् कि हामीले चेकिङ गर्ने मलाई चेकिङ गरेँ नि त सिधै मैले चेक गर्छु मैले तिमीलाई फाइनल्ली हामी कहाँ आयौँ टाइम फर्किङ कहाँ फर्किङ फर्किङ हो यार फर्किङ हामी फाइनल फर्किङ आइपुगेछौँ अब मस्तलाई हामी जान्छ कहाँ रे यार कहाँ फेरि पानी पर्न लागेको यार यस्तै हो भने आज धेरै दुःख पाइनेवाला छ बाटोमा हामी चाहिँ आइसकेपछि आइरहेको छ दक्षिणकाली मन्दिर प्रवेशद्वार हिलो हेप्स्टाइन ल लास्ट चिठी चाहिँ यो हिलोमा त केही दाजु न है त्यो चाहिँ कलस मात्र जाऊ अरू नजाऊ ब्रेक नजाऊ फाइनल दक्षिण काली मन्दिर प्रवेशद्वारमा आइएछ है ओहो चिसो खोज लाग्छ यहाँ जान मन्दिर त नजिक हामी चाहिँ अब मन्दिर जानु होइन अब यो चाहिँ दक्षिणकाली मन्दिर जाने बाटो यता है हामी चाहिँ सिधै हामी त सिस्ने जाने मान्छे सिधै जान्छ पानी परेर जस्तो राम्रो भइरहेको कस्तो उहाँको के अरे त्यो अडखाजी भाउ के अरे अडखाजी भाउ कुन रे अडखाजीमा भाउ कुन मन्दिर रे हामीले चाहिँ अब होइन टाढेबाट दर्शन गरिसक्यौँ दक्षिणकालीको अब टाढा जानुपर्ने त्यही भएर हामी चाहिँ हिँडिहाल्यो यहाँ चाहिँ नेक्स्ट टाइम दाइ मन पर्यो अब चाहिँ राम्रो छ खोलामा रहेछ ए त्यो सुपारीवाल जस्तो लाग्यो क्या यहाँ चाहिँ ठ्याक्कै त्यसै टाइपमा चाहिँ रहेछ नि दक्षिणकालीको नि मन्दिर चाहिँ कस्तो देखेर चाहिँ ठाउँ चाहिँ हेर्दाखेरि त्यस्तै मानेको दामी पुरै बाटो अथुरो रहेछ है गाह्रो भइरहेछ कहाँ सिस्ने पौडी खेल्न आएको पुरै मौसम यस्तो छ बाटोहरू खराब रहेछ पानी परेर भिजेर स्विमिङ गर्न आएको मान्छे झन्डै स्विमिङ भयो नि यार लास्टकै यार कस्तो बाटो
वाउ ब्युटिफुल रोड है यो स्विमिङ जाने बाटो ए माइ अस्ति एकपल्ट पहिरो लगाएर बाटो यही रहेछ यार हेरेर जाने बाटोमा यहाँ पुरै बजार पनि थियो यो सब पहिरो गएको अस्ति गएको नि अब यहाँ रहेछ ल यारमा पहिला चाहिँ यहाँ दामी बाटो थियो अनि मा यहाँ पुरै पहिरो गएर बाटो लास्टै दुःख गर्दै गर्दै हामी फाइनल्ली अब पुग्न लास्ट मानिरहेको छु हेरौँ कस्तो हुन्छ होपलेस भइसक्यो म त यार कहाँ खोज्दै वाक्क गाह्रो छ जस यात्रा चाहिँ रमाइलो भयो सिस्नेमा 1 किलोमिटर भनेर कहाँ देखाएको थियो स्विमिङ पुल चाहिँ यहाँ 2 घन्टा भइसक्यो हिँड्या हिँडी चाहिँ कहाँ आउँदैन खोला तलतिर हामी माथि माथि घर जाने बाटो जस्तो छ खोला भइसक्यो त अन्त केटा स्विमिङ पुलले प्रवेश शुल्क रु 50 दिएको छ यसको 50 रुपियाँ हो स्विमिङ गर्ने 50 रुपियाँ गर्दा अब 50 रुपियाँ टिकट काट्छ 200 रुपियाँ प्रवेश शुल्क अरे मलाई नहुन्न के अरे मैले काट्ने नहुने पनि नाइके नहुने क्या परा अरे 1 घन्टा 50 रुपियाँ फेरि जोडमा क्या भोलि कति राम्रो ठाउँ भनेर आएको मान्छे यस्तो ठाउँले पनि मुझे हल्ने ठाउँमा लिएर आएर केटाहरूमा रेडी भएन ल जे भयो नि हेर चित्त बुझाऊँ यस्तो मैले स्विमिङ गरेर हुन्छ यार सकिन्न नो स्विमिङ मलाई नगर्ने यार स्विमिङ ल केटा तिम्रो गऱ्यो उहाँ रेडी भइसक्यो एउटा स्विमिङ म त गर्दिनँ ल केटा फाइनली स्विमिङ पुल आयो केटाहरू अब रेडी भइसक्यो जाऊ न तिमी के गिरा हेरेर मेरो मुजी जाऊ हाम फाल ल को गइहालौँ है गजगज टाढो हो यार कोही नहुन्छ जोतमा कहाँ यस्तो जाऊ जोत राम्रो ठाउँ भनेर आएको यार फुली दिमाग खराब हुने यार यहाँ पुरै हिन्दी मारेर 50 रुपियाँको ठाउँ हँसा यारमा हँसा हाम्रो सुल्तीले पुरै अब आफ्नो कला प्रस्तुत गर्न लाग्दा स्विमिङको असली मजा यो असली मजा ऱ्याफ्टिङ बिसाउट अर्को छन् पनौटी मुजी पनौटी मुजी कहाँ जाने ए त्यो लाएर पुलमा के अरे स्विमिङमा जान्छ कि त्यो बाटोमा जान्दैन यार हाम फाल न ल खेल ल गाइजो म त खेल्दैन ल
लास्ट चिसो छ अर्को फेरि लाइफ जगेर लाएर जान्छ अब कहाँ हो ल फेरि हानु उल्टी त्यही बाटो स्वाट जान यस्तरी जाल जान सुइयो यस्तरी अब चाहिँ टक्क लाएर अहिले स्विमिङ गर्छ खतरा खतरा स्टन देखाउँछ खतरा 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 चाहिँ मेरो अब यहाँ फुल स्टाइलमा हान्ने भनेर अब म चाहिँ स्विमिङ गर्न होला होइन गाइस यस्तो मलाई स्विमिङ हान्छु यो स्विमिङ मेरो लागि चाहिँ केही खतरै हान्नु अनि केसँग त अनि यिनीहरूले हामी होइन स्विमिङ गरेर अब फर्किने तर्खरमा छौँ टक्क लाएर राइड चाहिँ अब म गर्न लाग्यो राइडर म्यान चेन्ज भएर अब म चाहिँ एकैछिनमा काठमाडौँ मैले अब 15-20 मिनट पुऱ्याउँछु ल होइन रेडी भएर अब म हिँडिहालेँ अब लगेर गाई जो कस्तो लाग्यो केटा ए भन न सबैले एकबाट कस्तो लाग्यो कतिको मिठो यात्रा भयो नि है ल हामी ल